आज हामी यहाँ तारे भिर घुम्न आइरहेको है। अन्त हाम्रो साथमा ऊ मिस्टर तुलसी एन्ड मिस्टर दाउद अन्त मिस्टर सुरेन सर। तर हाम्रो सबै है सबभन्दा ज्यादा डराउने है एक नम्बरमा डराउने मिस्टर कान्छा तुलसी ऊ माथि पुगिसक्यो हो। उहाँलाई चाहिँ अब हाइट फोबिया रहेछ गाइस, के गर्नु यस्तै हो होइन। अब उहाँलाई चाहिँ बाघले खाइ नसक्ने जिउ भयो भने ओभर डराइदिनु हुँदो रहेछ कसम भनेको। मामा अब फुर्केको कुरा नगर ल तिमी, कसम भनेको कि लिन्दोङमा कसम। तिमी नि मान्छे जुट्टु ब्रुसली सर्टहरू हान्छ भन्यो भने कसम कि पानीमा पारेको कुरा हुन्छ है। यस्तो छ हो केटाहरू हो। यस्तो भिडमा डराइदिन्छ घन्टा के खोज्नु डराउनु होइन, के छ होइन। लाइफ त अब फुल अफ एडभेन्चर हुनु पऱ्यो नि होइन। एडभेन्चरस लाइफ भन्छ नि बेयर ग्रिलको हामीले हेरिरहेको छ त होइन। हाउ टु सर्भाइभ इन हिल है, डेजर्ट, कुनै के स्नोहरू त्यही हो नि त। तर यहाँ मुनि चाहिँ क्या यस्तो देखिँदछ हो दामी मजाको। दिस इज माई सेकेन्ड टाइम है तारे भिड भिजिट चाहिँ सेकेन्ड टाइम गरिदिएको हो। पहिला चाहिँ मलाई पनि ओभर डर लाग्थ्यो क्या। अहिले चाहिँ अब उहाँसँग आएको छु कि त के भनिदिनुहोस् त एक दुईवटा यसो दर्शकबिन्दहरूलाई कस्तो अनुभव हुँदैछ। मेरो त एकदम भलो आज आएर हजुर तारे भिर देखेर चाहिँ म पनि अचम्मै भएँ। हजुर यहाँका मुनिका छिमेकीहरू यहाँ मुनि मङ्ले भन्ने गाउँमा कसरी बस्दा हुने, यो मङ्ले भन्ने ठाउँमा कसरी बस्छन् र साह्रो अचम्म लाग्दो भिड रहेछ है। यतिको ठिकै हो नि तर है, पैसा वसुल रहेछ हौ तारे भिड चाहिँ। पैसा चाहिँ कम, पैसा चाहिँ यतिको चाहिँ के हो एकछिन अलिक कुदै हाम्रो गाइड्सहरूलाई नि एक दुईवटा भनौँ न त। हेलो सर कस्तो लाग्दैछ यहाँ? ठिकै छ होला नि है, मजा आयो है आज है। लाइफमा कोही बेला घुम्नु पनि पर्छ है। तुलसी मामा हेलो, हाउ यु फिलिङ राइट नाउ ब्रो, से समथिङ ल यहाँ भनिदेऊ न भिडियोमा एक दुईवटा कस्तो अनुभव हुँदैछ ल। राम्रो लाग्यो यसो अलिकति क्यामेरा फेस गरिदिनु न ब्रो, होइन भन न त एक दुईवटा। अब हामी चाहिँ त्यहाँ तलबाट चाहिँ अब टुप्पा पनि पुग्दैछ हो होइन, रेकर्डेड कि तर रिमेम्बरेन्सको लागि ल्यापटपमा राख्नुपर्छ नि ब्रो तेरोमा ल। अन्त यस्तो रहेछ खास चाहिँ होइन। मलाई मात्रै यसबाट मनपर्छ तर यसमा चाहिँ एउटा जोगिनु पर्ने कुरा चाहिँ अब टुल्स एक्सर्साइज चाहिँ हुनु भएन है। लड्छ पनि ब्रो, साह्रैदेखि लड्थ्यो लड्दैन के लड्थ्यो, जो लड्छ त्यही उठ्छ नि के पर्थ्यो। ओइ बाख्रा चाहिँ दामी कुद्दिन्छ नि यो भिडमा तर आम्मा यहाँबाट है यस्तो छ।